अत्यधिक सुन्दर एक तला घर, सुन्दर अनि बलियो लोकेसनको हिसाबले, वास्तुको हिसाबले र मोडाको हिसाबले अत्यधिक राम्रो एक तला घर, 2.5 तलादेखि 3.5 तला जान मिल्ने गरी इन्जिनियरिङ कन्सल्ट गरेर बनाइएको एक तला घर, सुन्दर, जुन घरमा विशेष ध्यान दिएको छ पार्किङलाई। आफूलाई मन परेको प्राइभेट गाडी, जुनसुकै प्राइभेट गाडी होस्, जतिसुकै लामो प्राइभेट गाडी होस्, आफ्नो राम्रोसँग राख्न निकाल्न मिल्ने गरी बनाइएको पार्किङ र एउटा गाडी राखेर 4-5 बाइक कम्फर्टेबल हिसाबले राख्न मिल्ने गरी बनाइएको एक तला घर, बौद्ध नारायणटार जोरपाटीबाट 2.5 किलोमिटरको अन्तरमा, थोरै माथि तल होला अन्तरमा यो थली भन्ने एरिया छ। थली भन्ने एरियामा एक तला सुन्दर घर आज मैले मेरा एमडिके हाउसिङ प्रणालीका आदरणीय ग्राहक वर्गहरूमा बिक्रीमा ल्याएर आइसकेको छु। जुन घरमा एक तला घरमा हुनुपर्ने जति गुणहरू छन् सबै कुराहरू समावेश गरिएको छ। सबै काठका झ्यालडोकाहरू राखिएको छ। यसमा पार्किङहरूदेखि सबैमा टायल मार्बलहरू कम्प्लिट गरिएको छ। भर्याङमा रेलिङ पनि कम्प्लिट भइसकेको छ र यसमा रहेको छ एउटा राम्रो लिभिङ रुम, टिभी क्याबिनेट सहितको लिभिङ रुम रहेको छ अनि 2टा बेडरुम रहेको छ। स्पेसल राम्रोसँग बनाइएको 2टा बेडरुम, सबै यसमा रहेका कोठाहरू साइजहरू एकदम मिलेको साइज र मिलेका 4 पाटे कोठाहरू छन् भने यसमा अब एउटा मोडुलर किचन, चिम्नी सहित धाराहरू सबै कुरा मिलाएर वास्तु मिलाएर बनाइएको मोडुलर किचन छ भने यसको लागि उज्यालोको लागि पछाडि हामीले उज्यालोको लागि 5 फिट छोडेर बनाइएको छ। विशेष ध्यान पछाडि जग्गा छोडेर वेस्टेज राख्नभन्दा अगाडि जग्गा छोडेर बनाइएको घर सुन्दर हुन्छ र भोलिको लागि उपयुक्त पनि हुन्छ, युजेबल हुन्छ। पछाडिको जग्गा खासै युज हुँदैन, त्यसले गर्दा हामीले विशेष अगाडि छोडेर 4वटा टोटल कोठा निकालिएको छ भने यसमध्ये 2टा बेडरुम, एउटा किचन रुम, एउटा लिभिङ रुम राम्रोसँग 4 कोठा तयार गरेर फिनिसिङ गरेर बनाइएको छ र राम्रो पार्किङ छ। अब यसको काम भनेको माथि आफ्नो इच्छा बमोजिमको 2.5 तला 3.5 तलासम्म जान मिल्ने गरेर बलियो हिसाबले बनाइएको घर, जसमा पिल्लर उठाएर रेडी गरिएको छ। अब यसमाथि कस्तो घर बनाउने आफ्नो रोजाइमा जग्गा किन्नुभन्दा एक तला घर किन्ने र सर्ने र आफ्नो हिसाबले घर बनाउने भन्ने एमडिके हाउसिङ प्रणालीका आदरणीय ग्राहकहरूलाई आज मैले अत्यधिक सुन्दर हिसाबको घर बिक्रीमा लिएर आएको छु। जुनमा ब्याङ्कबाट लोन निकाल्ने इच्छा छ भने राम्रो भ्यालुएसन हुने प्रपर्टी छ। ब्याङ्कबाट राम्रो लोन निकाल्न मिल्ने घर यो हजुरको लागि हुनसक्छ। त्यसले गर्दा चाँडै हेर्नुहोस् र विचार गर्नुहोस्।